गाउँमा चाहिँ सबैभन्दा धेरै हामीलाई असर गर्ने भनौँ न विश्वमा नै यो कालो पोकेले चाहिँ धेरै दुःख दिइरहेको थियो। कालो सिन्दुरे पोके होइन, कालो सिन्दुरे। तर नेपालमा चाहिँ धेरै देखिने भनेको चाहिँ पहेँलो सिन्दुरे र हाम्रो चाहिँ अर्को खैरो सिन्दुरे चाहिँ धेरै देखिन्छ। यो कालो सिन्दुरे भनेको चाहिँ तराई क्षेत्रमा चाहिँ धेरै देखिन्छ। त्यही पनि यो कालो सिन्दुरेको चाहिँ हाम्रो नेपालमा चाहिँ हाम्रो नाकको 3 जना साइन्टिस्टहरूले चाहिँ यो विजय भन्ने भेराइटी चाहिँ निकाल्नु भएको थियो। हामीलाई चाहिँ अब कसरी शोध दिन सक्छ त भन्दाखेरि प्लान्ट प्रोटेक्सनको अन्तर्गत रहेको हाम्रो सिलेबस अन्तर्गत चाहिँ हाम्रो चाहिँ अब्जेक्टिभ र सब्जेक्टिभ योबाट सोधिरहेको चाहिँ छ होइन। एज अ 4औं तह 5औं तह र अफिसर सम्मको लागि चाहिँ यो क्वेसन सोधिरहेको छ। अब यसमध्ये चाहिँ तपाईँलाई चाहिँ निम्न मध्ये कालो सिन्दुरे रोग प्रतिरोधात्मक क्षमता भएका जातहरू कुन कुन हुन् लेख्नुहोस्। र अनि अर्को चाहिँ हामीलाई अर्को लेखनमा चाहिँ कसरी सोधिन सक्छ भन्दाखेरि कालो पोके सिन्दुरे जातहरू चाहिँ कुन कुन क्षेत्रमा लगाइन्छ त्यसको चाहिँ सिफारिस क्षेत्रसहित लेख्नुहोस् भनेर चाहिँ क्वेसन सोध्न सक्छ। त्यसको लागि हामीले चाहिँ यो जातहरूको लागि चाहिँ मैले यहाँलाई चाहिँ एकदमै यो सटिक एउटा चाहिँ आइडिया लिएर आएको छु। यो के छ भन्दा एउटा हाम्रो चाहिँ निमोनिक्सबाट फर्मुला तिलोत्तमाको बाणगङ्गा। तिलोत्तमा भनेको चाहिँ कहाँ पर्छ त? रूपन्देही। बुटोल त हामी सबैलाई थाहा छ। बुटोलको थोरै यतापट्टि के छ बाणगङ्गा भन्ने ठाउँ छ है। अब यो बाणगङ्गा भन्ने ठाउँ छ। यो तिलोत्तमा भन्ने पनि गाउँको भेराइटीले के गर्छ त? कालो सिन्दुरे। कालो पोके र सिन्दुरेमा फरक छ। पोके भनेको चाहिँ यस्तो गाउँको यो पाला छ नि, यो पालामा पुरै कालो लाएर पोको बनाइदिने, एकै ठाउँमा डल्लो बनाइदिने हो। अनि कालो सिन्दुरे भनेको चाहिँ यसको पातमा यसको चाहिँ स्टिममा पनि देखिन सक्छ होइन। पातहरूमा चाहिँ के गर्छ त यसले पुरै यो कालो कालो गरेर यसको फोटोसिन्थेसिस हुन दिँदैन। फोटोसिन्थेसिस नभइसकेपछि प्लान्टले खाना खान नपाइसकेपछि के हुन्छ त? प्लान्ट दुब्लाउँछ भनेको चाहिँ यसको उत्पादन चाहिँ के हुन्छ त? कम हुन्छ होइन। त ल हेर्नुहोस्, अब तिलोत्तमा भन्ने गाउँको भेराइटीले के गर्दो रहेछ? कालो सिन्दुरे रेसिस्टेन्स। बाणगङ्गाले पनि के गर्दो रहेछ? कालो सिन्दुरे रेसिस्टेन्स। अब ल हेर्नु है। अनि स्वर्गद्वारी, च्याखुरा र डाफे। अब ल हेर्नु, मैले बनाएको चाहिँ तिलोत्तमाको बाणगङ्गाको गाउँमा विजय र मुना। मुना होइन, यहाँ मुनाल हो तर यो मुना भनेपछि तपाईँहरूले सम्झिनुहुन्छ होला है। अब मुनाल भन्दा मुना भनौँ भनेर मुना भएर चाहिँ तिनीहरू अब बुढाबुढी रहेछन्, हस्बेन्ड एन्ड वाइफ रहेछन्। उनीहरू भएर अब स्वर्गद्वारी जाम, प्युठानमा छ नि त स्वर्गद्वारी जाम भन्ने भएछ। अनि स्वर्गद्वारी जाँदाखेरि चाहिँ बिचरा के देखेछन् त भन्दाखेरि खाना नपाएर च्याखुरे भएको डाफे देखेछ। ल हेर्नुहोस्, अब यहाँबाट कसरी थाहा हुन्छ भन्दा तिलोत्तमा एउटा भेराइटी, बाणगङ्गा अर्को, विजय अर्को, मुनाल अर्को, स्वर्गद्वारी अर्को, च्याखुरे अर्को र डाफे यति भेराइटी के भयो त? कालो सिन्दुरे रेसिस्टेन्ट भेराइटी भयो। बुझ्नुभयो? अब के थाहा पाउनु पर्यो त भन्दा निमोनिक्स पढ्यो भयो। कति सजिलो त? तिलोत्तमाको बाणगङ्गामा को रहेछ? विजय र मुनाल रहेछन्। कहाँ जान खोजेको? स्वर्गद्वारी जान खोज्दा के देखेको? च्याखुरे डाफे। च्याखुरे भनेको त खान्न पार हो होइन। हो यसरी पढ्दाखेरि चाहिँ तपाईँहरूलाई चाहिँ याद हुन्छ, पढ्दा नि रमाइलो हुन्छ। यो चाहिँ एकदमै मोस्ट इम्पोर्टेन्ट टपिक हो। अब यसै गरी फेरि हामी चाहिँ यो पहेँलो सिन्दुरे र ब्राउन सिन्दुरेको पनि पढ्छौँ है।